सम्पूर्णमा नमस्कार। हामी चाहिँ यतिखेर पोखराको अन्नपूर्ण केबल कारमा छौँ। तपाईहरू पोखरा घुम्न चाहनुहुन्छ भने काठमाडौँदेखि मात्र 5 घण्टाको टाइममा चाहिँ तपाईँ आइपुग्नुहुन्छ। हामी चाहिँ स्टेसनमा पुग्न लाग्यौँ। हामी केबल कारको स्टेसनमा आइपुगेको छौँ है त। आयो केबल कार पनि। यतिखेर हामी चाहिँ पोखराको अन्नपूर्ण केबल कारमा छौँ। हिजो माथि काठमाडौँबाट पोखरा आएको। पोखरा चाहिँ एकदम आफैमा पनि हजारौँ विविधताले भरिएको एकदम चर्चित ठाउँ हो। यो चाहिँ नेपालको एकदम धेरै पर्यटकीय स्थलमध्येको एक हो। तपाईँहरू पनि यो क्षेत्रमा आउन चाहनुहुन्छ भने मजासँग आफ्नो ठाउँबाट आउनुहोस्, घुम्नुहोस्। आहा चकन नमान्नु के नमान्ने यस्तो त्यस्तो हुन्छ सबै। यो हो नि त भ्यू 360। तथ्य हेर्ने नै डर लाग्ने। दामी छ पोखराको अन्नपूर्ण है। अन्नपूर्ण खाली गइरहेको छ त होइन। अलि दामी गएको घुम्न जाउँ यी पोखरा सहरमा। केबल कार देखौँ न आइरहेको गइसक्यो। सानो हामी कहाँ छौँ भन्ने हो नि त। लाग्यो हजुरलाई? एकदम राम्रो लाग्यो। पोखरा घुम्नुभयो? ठिक छ, दामी छ है पोखरा। एकदम धेरै डर लाग्ने छ हामी। दाइ ल, ओके बाई।